प्रधानमन्त्री बालेन्द्र शाह बालेनले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले एक स्ट्याटस लेख्दै वास्तविक सुकुम्बासीलाई चाँडो भन्दा चाँडो जग्गा वितरण गर्ने पनि बताएका छन्। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं बालेनले भनेका छन्। वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ, ढुक्क हुनुहोस्। साथै उनले वर्षाको बेलामा हुन सक्ने दुर्घटना आउन अघि नै सचेत हुनका लागि यो कदम चालिएको पनि बताएका छन्। अब पनि कुनै ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कोर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने बालेनले प्रश्न गरेका छन्। साथै उनले सुकुम्बासीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्ने पनि बताएका छन्। उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौंदेखि झुलाइयो त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? बालेनले प्रश्न गरेका छन्। नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्यो भन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिम रहित व्यवस्थापन उहाँहरूको अधिकार हो। सरकारले काठमाडौँका विभिन्न सुकुम्बासी बस्ती खाली गराउँदैछ। भोलिबाट खाली गराउन तयारी अघि बढाउँदा यसबारे विभिन्न प्रश्न उठेका छन्। उता सुकुम्बासीहरू प्रदर्शनमा उत्रिएका छन्।